चट्टै ढाकाको दौरामा कति सुहाएको, सायद मेड इन नेपाल नै होला ढाका। मलाई पनि यस्तै लाउन मन पर्यो। अनि बालेन्सा आज चितवनमा हुनुहुँदो रहेछ होइन। भाषण गर्ने क्रममा चाहिँ प्लेनबाट ल्यान्डिङ हुँदै गर्दाखेरि त्यहाँको घरहरू निलै छाना देख्नु पऱ्यो कि। त्यो छानाहरू चाहिँ सायद कसैलाई जिस्का जस्तै। त्यो छानाले त्यो घरलाई प्रोटेक्सन गर्छ होइन। ट्रस्ट लगाएको, मेरो पनि लागेको छ, ट्रस्ट लाइन छ नि त होइन, निलो ट्रस्ट छाना, त्यसले चाहिँ घरलाई बचाउँछ। त्यस्तै रासोपा पनि त्यो बचाउने पार्टी हो भन्दै हुनुहुन्थ्यो। अनि वाइ चौचौ कति चलेको छ, काङ्ग्रेसको वाइ चौचौ भन्नुभयो होइन, कति चलेको छ। त्यस्तै हेटौडा सिमेन्ट कारखाना पनि चल्नु पर्थ्यो, त्यहाँ मेसिन औजार पनि छ, हामीसँग जनशक्ति पनि छ, त्यो चल्नु पर्थ्यो भन्ने कुराहरू गर्नुभयो। एकदम म चाहिँ इम्प्रेस भएँ भाषणले। जति सुने पनि सुन्नु लाग्यो, तर थोरै भन्नुहुन्छ। खुसी लाग्यो। जय बालेन, जय घन्टी।